आइसक्यो। Show me dollar. How much is it today? I have dollar. I need to cut QR. Dollar buy rate 3.63. And how much dollar we have, sir? I have around 200. 5 point. 3.63. Ah. We have 200, huh? Yeah. So you can get 706 we have. Okay, give me. You need passport? ID? Sorry. You need passport, right? You don't have ID? Yeah, I have ID also. Right? Only for transit feature, only transit customer by the way. Mobile number 7441716. Yes, sir, yeah. Same number also. Yeah. Passport everything in the visa cancel start அது ஏன் delete ചെയ്യണം ഓൾഡ് വിഷയം ഉണ്ടോ ഇല്ലയോ അതെല്ലാം അതല്ലെങ്കിൽ നമുക്ക് ഇനിയിപ്പോൾ വിഷയം Ayo, mission unsuccess भन्छ जस्तो हो। डलर एक्सचेन्ज गरेको चार्ज 20 रियल अनि त्यो ठाडै ठगे भइगयो त हेर नि क्या हामीले त्यसको त्यो हिसाबले त अनि मलाई कहाँ परिगयो नि त एयरपोर्ट चार्ज 20 रियल बाहिर 3 रियल बाहिर 3 रियलमा हुन्छ आफू जहाँबाट एक्सचेन्ज गरेको त्यहाँ गयो भने फ्रीमा हुन्छ स्टाफको हिसाबले चाहिँ फ्रीमै हुन्छ मैले त्यसलाई भन्न चाहिँ म स्टाफको आइडी देखाउनु चाहिँ तर र पनि ठाडो घाटो आएको नि त हौ त्यसो त मत्तरकदिमको बस अरू थोरै टाइम वेट गर्नुपर्ने देखियो बस टाइम भएको छैन इंटरनेशनल एयरपोर्ट दोहा कतार को यो चाहिँ नि स्टाफ बस पार्किङ एरिया हो। अब यहाँबाट हामी सनराइज नजमा कहिलेबाट हाल्न थाल्यो सनराइज नजमा सनराइज नजमा ब्रान्च नजमा यो एरिया डिपेचर एराइभल डिपेचर एरिया हो यो मैले काम गर्ने यसको जस्ट पछाडिपट्टि पर्छ जस्ट पछाडि पब्लिक बसहरू पनि आइरहेको छ मसँग यसको चाहिँ मेट्रो होइन यो कारवा गोवाको त्यो कारवा बस उसको कार्ड छैन भनेको मेट्रोको कार्ड छ मेट्रो त्यो बन्द भइसक्यो 12 बजेपछि सो
त्यसैले म चाहिँ आफ्नो रेगुलर मन्थली म चाहिँ युज गर्ने मेरो त्यो बस गर्दैछु